नमस्ते। आज हामी नेपालको शिक्षा प्रणालीलाई पूरै बदल्न सक्ने एउटा एकदमै रोचक प्रस्तावबारे कुरा गर्दैछौँ। यो एउटा यस्तो आइडिया हो जसले हाम्रो पढाइलाई देशको आर्थिक विकाससँग सिधै जोड्नेछ। सोचौँ त, हाम्रो कक्षा कोठाको अर्थ नै सधैँका लागि बदलिन सक्छ। एकछिन सोच्नुहोस् त, यदि हाम्रो कक्षा कोठाले नै देशको आर्थिक समस्या सुल्झाउन थाल्यो भने के होला? एउटा यस्तो शिक्षा प्रणाली जहाँ विद्यार्थीहरूले किताब मात्रै घोक्ने होइन, देशका साँच्चीकै समस्याहरूको समाधान निकाल्न सिक्छन्। के यस्तो हुन सक्छ त? ल आउनुहोस्, आज यही विषयमा गहिरिएर हेरौँ। अब यो नयाँ मोडल आखिर किन चाहियो त? यसको पछाडि एउटा ठूलो र गम्भीर चुनौती लुकेको छ। त्यो हो, हाम्रो देशमा हामीले जे पढ्छौँ र बजारले जे माग्छ त्यसको बीचमा एउटा ठूलो खाडल छ। र हो, यही खाडलले गर्दा नै हाम्रो देशबाट ब्रेन ड्रेन वा प्रतिभा पलायन भइरहेको छ। कुरा सिधा छ। जब पढे लेखेका प्रतिभाशाली युवाहरूले आफ्नो सिप र ज्ञान प्रयोग गर्ने ठाउँ आफ्नै देशमा पाउँदैनन्, उनीहरू अवसरको खोजीमा बाहिर जान्छन्, होइन र? हो, यही सैद्धान्तिक पढाइ र व्यावहारिक आवश्यकता बीचको दूरी नै ब्रेन ड्रेनको मुख्य कारण हो। ल, यही समस्यालाई समाधान गर्न एउटा एकदमै गजबको आइडिया छ। यसमा दुईवटा मुख्य कुराहरू छन्, प्राइड सेन्टर र ओपोप। अब लागौँ यी आखिर हुन् के त? पहिलो कुरा गरौँ प्राइड सेन्टरको। यसको पूरा रूप हो प्रोजेक्ट रिसर्च इनोभेसन इन्भेन्सन एन्ड डेभलपमेन्ट सेन्टर। एकछिन कल्पना गरौँ न, हाम्रो हरेक स्कुल, कलेज र विश्वविद्यालयमा यस्तै एउटा सेन्टर होस्, जहाँ विद्यार्थी र शिक्षकहरू मिलेर नयाँ नयाँ आइडिया निकाल्छन्, नयाँ आविष्कार गर्छन्। कस्तो होला? अनि दोस्रो आइडिया छ ओपो। छोटकरीमा एक प्रदेश एक उत्पादन। यो चाहिँ एउटा आर्थिक रणनीति हो। यसको उद्देश्य के हो भने नेपालका सातैवटा प्रदेशले आफ्नो ठाउँको एउटा विशेष सम्भावना भएको उत्पादन वा सेवालाई अगाडि बढाउने। यसो गर्दा स्थानीय अर्थतन्त्र बलियो हुन्छ। अब यो व्यवहारमा कस्तो देखिन्छ त? जस्तै प्रदेश एकले चिया र अलैँचीमा फोकस गर्न सक्छ, होइन? बागमती प्रदेशले हस्तकला र आइटी सर्भिसेसमा, अनि कर्णाली प्रदेशले त्यहाँ पाइने बहुमूल्य जडीबुटी र अर्गानिक खेतीमा। मतलब हरेक प्रदेशको आफ्नै चिनारी, आफ्नै बलियो उत्पादन। अब आउँछ सबैभन्दा रोचक कुरा। यही नै हो प्राइड सेन्टर र ओपपको आइडिया जोडिने। कसरी? हरेक प्राइड सेन्टरभित्र एउटा ओपप ल्याब बनाउने हो। यही ल्याबले चाहिँ विद्यार्थीहरूले गर्ने प्रोजेक्टहरूलाई सिधै उनीहरूको प्रदेशको आर्थिक लक्ष्यसँग जोडिदिन्छ, एउटा पुल जस्तै। ठिक छ, आइडिया त गजब लाग्यो, तर यी ल्याबहरूले साँच्चै काम चाहिँ कसरी गर्छन् त? ल, अब यसको भित्री मेकानिजमबारे कुरा गरौँ है। यो सिस्टमले एउटा सिद्धान्तमा काम गर्छ: आविष्कार, कार्यान्वयन, प्रभाव। तीनवटा स्टेप छन्। पहिलो आविष्कार, मतलब आफ्नो प्रदेशको समस्या के हो, त्यसको समाधान के हुन सक्छ भनेर आइडिया निकाल्ने। दोस्रो कार्यान्वयन, त्यो आइडियालाई कागजमा मात्रै नराखेर त्यसको प्रोटोटाइप बनाउने, परीक्षण गर्ने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण प्रभाव, त्यो प्रोजेक्टले कति रोजगारी सृजना गर्यो, कति आर्थिक फाइदा पुर्यायो भनेर नाप्ने। यो एउटा चक्र हो जसले हरेक आइडियालाई परिणामसम्म पुर्याउँछ। अब यसको फाइदाको कुरा गरौँ। फाइदा त चौतर्फी छ। शैक्षिक हिसाबले हेर्ने हो भने यसले विद्यार्थीहरूलाई किताबी किरो मात्रै होइन, समस्या समाधान गर्न सक्ने बनाउँछ। आर्थिक रूपमा प्रदेशमै नयाँ आविष्कार हुन्छ, रोजगारी बढ्छ। सामाजिक रूपमा आफ्नै ठाउँमा अवसर पाएपछि को बाहिर जान्छ र, होइन? ब्रेन ड्रेन घट्छ। अनि वातावरणको हिसाबले पनि दिगो र पर्यावरण मैत्री समाधानहरूमा जोड दिइन्छ। ल, यति राम्रो योजना छ। अब यसलाई देशभरि लागू चाहिँ कसरी गर्ने त? यो भेरु कल्पना मात्र होइन, यसको लागि एउटा ठोस रोडम्याप पनि तयार छ। यो योजनालाई चरण चरणमा लागू गरिनेछ। सुरुको 3 देखि 6 महिना नीति बनाउने र योजना तयार पार्ने काम हुन्छ। त्यसपछि अर्को 6 देखि 12 महिनामा केही 10-20 वटा संस्थाहरूमा पाइलट प्रोग्राम चलाएर हेरिन्छ। अनि जब सबै कुरा ठिकठाक चल्न थाल्छ, 1 देखि 3 वर्षभित्र यसलाई देशभरिका सबै संस्थाहरूमा विस्तार गर्ने लक्ष्य छ। अब कुरा आयो पैसाको। यो यति ठूलो योजनाको लागि कति लगानी लाग्ला त? प्रारम्भिक अनुमान अनुसार पहिलो चरण, मतलब नीति बनाउने र पाइलट कार्यक्रमहरू चलाउनको लागि लगभग 1 देखि 2 अर्ब नेपाली रुपैयाँ आवश्यक पर्ने देखिन्छ। यो पैसा कहाँबाट आउँछ त? यसको लागि एउटा दिगो कोषको मोडल सोचिएको छ।
यसमा सरकारको बजेट मात्रै होइन, विश्व ब्याङ्क जस्ता अन्तर्राष्ट्रिय दाताहरू, निजी क्षेत्रसँगको सहकार्य अनि सबैभन्दा महत्त्वपूर्ण, पछि गएर यही ल्याबबाट निस्केका सफल आविष्कारहरू बेचेर आउने आम्दानी पनि समावेश हुन्छ। यसले गर्दा यो कार्यक्रम सधैँ अरूको भर पर्नु पर्दैन, आफै आत्मनिर्भर बन्दै जान्छ। र अन्तमा यो सबै कुरा घुमिफिरी कहाँ जोडिन्छ भने हाम्रो राष्ट्रिय लक्ष्य, समृद्ध नेपाल, सुखी नेपालीमा। यो प्रस्तावले त्यही सपना साकार पार्न एउटा बलियो र व्यावहारिक बाटो देखाएको छ। यो केवल एउटा शैक्षिक सुधार मात्र होइन, राष्ट्र निर्माणको एउटा महत्त्वपूर्ण औजार बन्न सक्छ। त्यसैले आजको छलफलको अन्त्यमा एउटा गहिरो प्रश्न सोच्नको लागि छोडेर जाउँ। के हाम्रो कक्षाकोठालाई यसरी बदल्नु नै हाम्रो देशको वास्तविक क्षमता खोल्ने साँचो हुन सक्छ त? एकपटक सोचौँ है त।